एभ्रिवान, सबैजना सन्चै हुन्छ नि। आज चाहिँ म एउटा सानो भ्लग जस्तै सर्ट भिडियो एउटा बनाइरहेको छु है। म आज कहाँ जाँदैछु हजुरहरूलाई देखाउँछु ल। आफ्टर 2 इयर्स मलाई त्यहाँसम्म पुग्नको लागि चाहिँ 20-25 मिनट जति लाग्छ है। ल म त्यहाँनिर पुगिसकेपछि हजुरहरूलाई देखाउँछु है। मलाई चाहिँ एउटा कुरा भन्न मन लाग्यो, हजुरहरूलाई लाग्ला नि होइन 20-25 मिनट लागेर कहाँ जाँदैछ भनेर जस्तो लाग्ला। म चाहिँ अहिले आफ्टर वर्क चाहिँ काम सिद्ध्याएर चाहिँ जाँदैछु। जुन ठाउँमा म जान आँटेको त्यो चाहिँ मेरो घरको नजिकै नै रहेको छ होइन। त्यही भएर अब म हजुरहरूलाई त्यहाँ पुगिसके पछाडि चाहिँ कन्टिन्यू गर्छु है। हेलो, म फाइनल्ली चाहिँ आइपुगेँ है। त्यस्तै आउँदाखेरि चाहिँ 4-5 मिनट ट्राफिकमा फसेँ पनि होइन। म चाहिँ किन आएको भन्दाखेरि चाहिँ खास गरी मैले 2 वर्ष अगाडि चाहिँ हेयर कट गरेको थिएँ होइन। त्यस पछाडि चाहिँ मैले हेयर कट गरेकै थिएन होइन। 2 वर्ष भयो, अलिक कपाल पनि अलिकति ड्यामेज जस्तै भएको छ होइन। अनि मलाई चाहिँ नेपालको जस्तै होइन लेयर कट एकदमै मनपर्ने, काट्ने नेपाल हुँदाखेरि अनि एकदमै मनपर्ने लेयर कट है। त्यस कारणले चाहिँ म यहाँनिर आएको छु होइन। यहाँ चाहिँ एकदमै राम्रो लेयर काट्नुहुन्छ। यहाँ चाहिँ नेपाली नै दिदी हुनुहुन्छ, हाम्रो दिदी, हामीसँग एकदमै गेट टुगेदर हुने दिदी नै हुनुहुन्छ होइन यहाँनिर। अनि उहाँसँग चाहिँ मैले आज 6:15 चाहिँ अपोइन्टमेन्ट बनाएको थिएँ। त्यसको लागि चाहिँ म यहाँनिर आएको छु है, कपाल काट्नको लागि। कस्तो हुन्छ फाइनल लुक्स हजुरलाई म देखाउने छु है। म चाहिँ आइपुगेँ। हेलो दिदी, मेरो चाहिँ प्यारी दिदी, मलाई असाध्यै माया गर्नुहुन्छ है। मैले सानो भिडियो बनाइरहेको छु। धेरै ठुलो पनि त्यो लामो पनि नहोस्, छोटो पनि नहोस्, यति काट्नु हुन्छ। त्यो त छोटो भइहाल्यो नि। ल अब यो चाहिँ कस्तो हुन्छ, म आफ्टर हेयर कट चाहिँ हजुरलाई रिजल्ट देखाउँछु है। दिदी ल नेपालीहरू थुप्रो आउँछ आजकल कपाल काट्ने। Son, it's that spray that you sprayed in your hair and brush it through, and then when you went outside, it put highlights in. Huh? It rained. Oh, it rained. फाइनली है मलाई हेयर चाहिँ काटिसकेँ। अब यस पछाडि चाहिँ यहाँ आइसके पछाडि चाहिँ मलाई फेरि हेयरमा चाहिँ टोनर लगाउन मन लाग्यो। टाइम छैन कर्ल गर्ने होइन। त्यस पछाडि चाहिँ म हल्का टोनर लगाउँछु अनि त्यस पछाडि चाहिँ म घर गएर वास गर्छु। थ्याङ्क यू सो मच वाचिङ माई भिडियो। थ्याङ्क यू सो मच।